एभ्रिवान वेलकम टु माई ब्लग। धेरै टाइमपछि म ब्लग बनाउँदैछु। यो ब्लग चाहिँ मेरो लाइफको एकदम स्पेसल ब्लग हुन्छ होइन। अनि एकदम के भन्छ नि, हाँस्ने रुने एकदम खुसी सबै हुन्छ के। किनभने चाहिँ म चाहिँ यहाँ ड्युटीबाट सिटी सेन्टर जाँदैछु। सिटी सेन्टरमा गएर क्यारिफोरमा गएर अनि केकहरू यताउति के हुन्छ किन्नु पऱ्यो। मेरो साथीको आज रातिको फ्लाइट छ, नेपाल जाँदैछ। अनि नेपाल गएर बिहे गर्छ, अब यहाँनिर आउँदैन। अनि इमोसनल छु है, रुनु नि मन लागिरहेछ, प्लस खुसी पनि छु म चाहिँ। अनि म चाहिँ ड्युटीबाट अब त्यसलाई सरप्राइज गर्नु जाँदैछु। त्यो चाहिँ रुममै छ, सामानहरू यताउति प्याक्स गर्दैछ। टक्कर लगाएर अब हेरौँ कस्तो हुन्छ रियाक्सन। आजको मौसम चाहिँ एकदम धेरै वेदर एकदम राम्रो छ, चिसो चिसो छ। यहाँ हामीसँग काम गर्ने साथीहरू हो मेरो। अनि म चाहिँ उहाँहरूसँगै जाँदैछु। यो पारी रोड क्रस गरेर उहाँहरू चाहिँ मेट्रोमा जानुहुन्छ रुममा, म चाहिँ त्यहाँनिर क्यारिफर्म गएर केक किन्नु जानु लागेको। यसो साथी हुन्छ गफ गर्दै मेरो के अरे युट्युब सब्सक्राइब गर्नु ल। क्यारिफोर भित्र एन्ट्री भइसकेको छु। अब केकतिर लिन जानु पऱ्यो। केक दैछौँ, अब कुन केक किनेर लिएर जाने होला। केक नि रेडी भइसकेको छ, ह्याप्पी म्यारिड लाइफ माई बेस्टी भनेर केक नि रेडी भयो। अब म चाहिँ त्यहाँबाट फुल नि किन्छु, त्यसपछि जान्छु एडभान्स ह्याप्पी म्यारिड लाइफ माई बेस्टी भनेर केकमा लेखेको छु। अब जाने हो, म्यासेज गरेर चाहिँ कतिखेर आउने भनेर भने चाहिँ। त्यहाँ फुल नि साथीहरू रेडी भइसकेको छ। अनि यहाँनिर मैले यो कार्डमा लेख्दैछु, हेभ अ सेफ journey to my bestie friend, miss you, एलोज स्माइल डियर। अब जाने हो। यहाँनिर केक छ, फुल रेडी भइसकेको छ बुके। अब म चाहिँ रुम जानु लागेको गाइज। त्यसपछि पसलबाट स्प्रे किन्छु त बकालामा। यहाँनिर चाहिँ राम्रै रहेनछ क्या, त्यही भएर। साथीहरू अब मैले चाहिँ केक र फुल नै लिइसकेँ। अब म चाहिँ रुम जाँदैछु। अनि के कस्तो हुन्छ अब त्यसको रियाक्सन हेर्नुपर्छ। म्यान अनि यहाँनिर छ स्प्रे फुल। अब जाउँ, आउनु लिन्दिनु म लिनु त यसरी पक्रिदिनु ल, मलाई देखा। सरप्राइज गर्नुपर्छ। यतिकै पोस्ट गर्ने हो कि काटेर? केक लिएर आएको छ मलाई। धेरै भोलिपर्सि काम लाग्छ क्या। राम्रो केक कसले खान्छ? कति राम्रो एक्सपेन्सिभ केक लिएर आएछ। फेरि फोटो खिच्नु पर्थ्यो। मेरो फोटो खिचेर पठाएको मेरो मोबाइलमा चार्ज के भन्ने। अब म्यारेज हुँदैन, चक्कु सक्कु छैन, यसले काटेको चक्कु नभएर हामीसँग यही बिचरा काट्छु ल। ताल पड्का ह्याप्पी म्यारिड लाइफ सेभ राम्रोसँग गइस्। अनि त्यही हो, धन्यवाद। यति राम्रो ब्युटिफुल के भन्छ केक, महँगो एक्सपेन्सिभ अनि त्यसपछि एक्सपेन्सिभ फुल ल्याइदिएमा धेरै धेरै धन्यवाद। राम्रोसँग बस्नु, गरी खानु, छिटो धन्य बोलाएर बिहे गर। तँलाई मैले यस्तो केक लिएर एयरपोर्ट लिन आउँछु, बुझिस्? धन्यवाद। ल गाइज हामी चाहिँ केक सेक नि काटेर अब यत्तिकै गफहरू गर्दै हो। यस्तै हो जिन्दगीमा।
सधैँसँगै हिँड्दैन अब जानैपर्छ आफ्नो घर देश। हेलो हेलो, दुईजना दिदी नै आउनु भएको छ यहाँनिर भेट्नुलाई। अब खाने के के खाने खानु अब भोलिपर्सि युट्युबमा भ्लग हाल्छ नि हेर। यसको युट्युबमा सब्स्क्राइब गर्नु ल है। हेलो, हामी चाहिँ दुईजना यहाँनिर बाहिरको हावा चिसो चिसो मौसममा बसेर गफ गर्दै हो गाइज साथीहरू। मलाई हेर्न तल पाए लास्ट दिन हो होइन, त्यस्तो भन्नु न कि लास्ट दिन नभन्नु। मतलब तल अब यहाँ कतारमा कतारको लास्ट दिन जाँदैन कतारको लास्ट दिन छ मान्छे मरेको हुन्छ त्यस्तो नभन्नु। होइन क्या, कतारको लास्ट दिन छ। अब नेपालको त हामी त अफकोर्स भेटि नै हाल्छौँ। अनि त्यसपछि अब कतारको चाहिँ आजै हो। अनि त्यही भएर अब यस्तै हो। यहाँ हामी चाहिँ यस्तो बाहिर यसो गफ गरेर बसेको हावा खाँदै एकदम मौसमले पनि च्यालेन्ज गरेर आएको छ। मेरो पार्ट चाहिँ नदेखा त्यही हो। केटाको भन्दाखेरि हात त भगवान्। बाई बाई, दिदीहरू जाँदै हुनुहुन्छ। दिदी बाई बाई गर्नु त ल, भोलिपर्सि भेट आउनु ल मलाई। हुन त अहिले त आउनु हुँदैन, कहाँबाट आज आएको मान्छे कहाँ आउँछ पछि। साथीहरू अब जाँदै हुनुहुन्छ दिदीहरू पनि। अब हामी पनि एकछिन, म पनि एकछिनमा जान्छु। ल टाउको दुइसक्यो चिसोले। ल नेपाल पुगेपछि छ त मेसेन्जरको। ल ल ल हस् भन्न। हेलो साथीहरू, म चाहिँ युनिफर्ममै छु, ड्रेसमै छु होइन। म चाहिँ साथीले भेट्न आएको। अनि लास्टै नराम्रो लागिरहेको छु। अब 7-8 वर्ष सँगै बसेको मान्छे, अनि हुन्छ नि हाम्रो भनेको छुट्टै बन्ड छ क्या, साथी बेस्ट फ्रेन्ड दिदी बहिनी जस्तो छ क्या। अनि जिन्दगीमा आफ्नो फ्यामिली पछि चाहिँ यो नै हो। मतलब सेम हो क्या मेरो लागि। यस्तो मैले हुन्छ भने सोचेको पनि थिएन क्या, जस्तो नराम्रो चाहिँ लाग्छ। त्यो जसले बेस्ट फ्रेन्ड बनाएको त्यतिले मात्रै फिल गर्नुहुन्छ होइन। अनि त्यही हो, टेन्सन नगर्नु ल। छुट्टी घर जानु त म कति रुको मान्छे। अब क्यान्सर जाँदैन, भेट भनेको त कहिले होला। अब खै हुन्छ नेपालमा भोलिपर्सि, तर पनि मैले बयानै गर्नु सकेको छैन। म बोल्नै सक्दिनँ क्या। खुसी पनि छु प्लस दुःखी पनि छु। मलाई छोडेर जाने दुःखी छु। अनि उसको जिन्दगी, नयाँ जिन्दगी सुरुवात हुँदैछ। जे होस् अनि राम्रो होस्। ह्याप्पी म्यारिड लाइफ एडभान्समा शुभकामना छ। मेरो साथीलाई सधैँभरि खुसी खुसी देख्न चाहन्छु म। यस्तै हो। हेलो मेरो दिदी दिदी पनि रुनु भएको छ नन्दलाई छोड्दा। भिडियोमा कत्रो ए राम्रो आउँछ। मेरो दिदी पनि जाँदै हुन्छ, नेपाल जाँदैछ शुभ यात्रा। नन्दा भाउजू न्यू जर्नी अल्सो। टिका पनि लगाइदिएन। मेरो दिदी हेलो छोरी। ल दाइले टिका लगाइदिनु लाग्नु भएको छ बहिनीलाई। यता दिदी छुट्टै छ। हे भगवान्, सबैजना रुवाबासी भइरहेछ। यता हेर्नु दिदी यस्तो गर्दै गाडी हामी त रुँदा रुँदा आँसु सबै मेटिसकेको छ। यस्तै छ जिन्दगी हो, ड्युरिङको जिन्दगी। फेरि भेट्नुपर्छ यसलाई। धरानमा जानुपर्छ तिमीहरू बगरकोटमा सेको खानु। हँसाउँदा पनि रुँदा पनि हँसाउँछ दिदीले। साथीहरू, त्यसपछिको भिडियो चाहिँ मैले कन्टिन्यू गरिनँ किनभने हामी सबैजना एकदमै धेरै रुइरहेको थियो नि त। मैले क्यामेरा नि कसरी पक्रिनु क्या, अनि त्यही भएर अनि त्यस्तै भयो। अब भिडियो चाहिँ कन्टिन्यू भएन। रुँदा रुँदा मोबाइल नि कहाँ मान्छे कहाँ थियो होइन। अनि त्यही हो।